हाई गाइस सबैजनालाई वेलकम छ फेरि पनि मेरो नयाँ भिडियो अनि भ्लगमा। अनि आज चाहिँ म तपाईँहरूलाई मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। म चाहिँ आफ्टर लङ टाइम पछि नै होइन यसरी आएँ तपाईँहरूको माझमा। अब कारणवश आउन पाइनँ, तर आज चाहिँ म फेरि पनि हजुरहरूको सामने उपस्थित भइसकेको छु गाइजहरू। अनि आज चाहिँ के स्पेसल के हो भन्दाखेरि अब ह्याप्पी भ्यालेन्टाइन्स डे होइन। आज भ्यालेन्टाइन्सको दिन म चाहिँ यतिकै नर्मल यसो बुढाबुढी रमाइलो गरौँ अब भनेर चाहिँ मैले आज चाहिँ स्पेसल प्लान बनाएको छु। अनि आज चाहिँ मेरो बिदा भएको कारणले गर्दा पनि हो, बिदा भएर चाहिँ मैले यसरी मिलाएको छु। अनि बुढा चाहिँ काममा हुनुहुन्छ अनि सायद बुढालाई अलिकति गेस चाहिँ लाग्यो होला सायद होइन। अब तर खोइ थाहा पनि छैन होइन कतिको गेस गर्नुभएको छ। तर अब मैले चाहिँ बुढाको लागि स्पेसल गिफ्ट पनि ल्याएको छु। अब थाहा छैन बुढाले के गर्नुभएको छ होइन। अनि म तपाईँहरूलाई देखाउँछु है त। अनि स्पेसल बुके हेर्नु न कस्तो क्युट छ, वाउ सो स्विट। हेर्नु न कति क्युट छ, वाउ। मैले चाहिँ यो चाहिँ मेरो बुढालाई दिने भनेर चाहिँ अघि हतार हतारमा किन्न गएको क्या। अनि पानी नि परिरहेछ यस्तै छ होइन। अनि आज चाहिँ बुढालाई यो स्पेसल बुके पनि म दिन्छु। अनि अर्को रहेको छ यता के हो, अर्को चक्लेट पनि छ। बुढालाई दिने बाहना हो, तर मलाई खान मन लागेर हो खासमा होइन। अनि अर्को रहेको छ यता रफेलो चक्लेट, एकदम मिठो छ तर महँगो पनि छ है यो। अनि स्पेसल चाहिँ अब यता रहेको छ है, एकदम खतरा स्पेसल गिफ्ट चाहिँ यो भित्र छ। अनि यो चाहिँ म मेरो बुढालाई खोल्न लगाउँछु छ। अनि यो चाहिँ मैले पहिल्यैदेखि सोचिरहेको थिएँ अनि अब मौका पाइनँ, त्यही भएर आज चाहिँ ठ्याक्कै मौका नि पायो। अनि बुढालाई यसो भ्यालेन्टाइन डेको बहानामा बुढालाई गिफ्ट दिन पाइन्छ भनेर चाहिँ मैले यसो प्लान गरेर लिएर आएको छु। अब त्यो चाहिँ हजुरहरूले चाहिँ मेरो बुढाले नै ओपनिङ गर्नुहुन्छ, तपाईँहरूले चाहिँ मजाले हेर्न सक्नुहुनेछ है। अनि आज चाहिँ मैले त्यस्तो खासै डेकोरेट त गर्न पाइनँ, अब यस्तै भइहाल्यो होइन। आज चाहिँ हामी अब मुकबाङ भिडियो एकदम रमाइलो गर्दै, हामी बुढाबुढी कति भयो नि त भिडियोमा नआएको। अनि त्यही भएको कारणले गर्दा मैले चाहिँ निर्णय गरेँ आज चाहिँ यसो बुढाबुढी नि बसौँ न, नाइट डिनर गरौँ न भनेर चाहिँ मैले होइन क्यान्डल पनि लिएर आएको छु। क्यान्डल हेर्नु कस्तो क्युट छ क्या, क्युट छ। अनि पैसा नि क्युट नै छ होइन। अब यस्तै छ, केही छैन। बुढाको लागि यति चाहिँ गर्नु परिहाल्यो नि बुढाले, बिकज होइन मेरो बुढाले डिजर्भ गर्नुहुन्छ नि त। ही डिजर्भ, द्याट्स वाइ आई बाउट फर हिम समथिङ स्पेसल हियर होइन। आई होप मन पराउनु हुनेछ भनेर चाहिँ मैले विश्वास गरिरहेको छु है गाइजहरू। अनि अहिले चाहिँ कति बज्यो भनौँ है, म तपाईँलाई देखाउँछु नि। अनि बुढाले चाहिँ अघिदेखि फोन गर्दै हुन्थ्यो। अनि ठ्याक्कै कति 10 11 बजिसकेछ क्या। 11 बजिसक्यो हेर्नु, 11 बजिसक्यो। अनि मैले चाहिँ अघिदेखि मैले 9 बजी छुट्टी हुन्छ भनेर सोचिरहेको थिएँ बुढोको, तर होइन रहेछ क्या, 10 बजे रहेछ। अब अलिकति बिजी भएको कारणले गर्दा ढिलो नै भयो। अनि बुढा आइपुग्यो भन्दै हुन्थ्यो, म चाहिँ अब आइपुग्न लागेँ है भनेर अघि नै फोन पनि गर्नुभएको थियो। अनि यसो अनि फेरि बुढाले थाहा पाउनुहुन्छ भनेर मैले चाहिँ फोन नउठाएको है गाइजहरू। ल है अब के हुन्छ हेर्दै गरौँ ल है त। ह्याप्पी भ्यालेन्टाइन्स डे। अनि 14 फेब्रुअरी भइसक्यो त। अनि फागुन 2 हो के नेपालको। Oh my goodness. What is this, mate? अनि Happy Valentine's Day, buddy. Happy Valentine's Day, buddy. खै Guys, खै तपाईँ आएन त। अनि आज त अनि खतरा भ्यालेन्टाइन डे मनाउँदो रहेछ मेरो बुढीले याले त।
बुढो कामबाट बुढी यसो अब सजिँदै होइन ह्याप्पी भ्यालेन्टाइन्स डे हाई गाइज अब चाहिँ हामी खाना जाँदैछौँ हामीसँग के छ त्यहाँ भिडियो त त्यो त हामीले लगाइसक्यो होइन हामीसँग रहेको छ मोमो अनि के अरे अहिले आज चाहिँ मैले के अरे झोल मोमो बनाएको छु वाइट झोल है अनि यो रहेको छ नुडल्स अनि के हो अरे ससेज अन्डा अनि यो मेरो बुढोले ल्याइदिनु भएको मलाई सुसी के हो बुढो यो यसको नाम खोल्नै सक्दैन क्या अनि बुढो थ्याङ्क यू भेरी मच तपाईँले कस्तो फिल भइरहेछ आज बुढीले यस्तो अब मेरो बुढोको लागि आज स्पेसल फिल होस् न भनेर चाहिँ मैले आज बुढालाई हाम्रो ब्याकग्राउन्ड चाहिँ खतरा डेन्जर आए जस्तो छ होइन आई लभ दिस फ्लावर गाइज वाउ सुसी मेरो फेभरेट सुसी है के हो यो चिकन सुसी के भन्छ बेबी यसको नाम वाउ नाइस सी सो नाइस ससेज ससेज झन् ल अब चाहिँ हामी खाना जाँदैछौँ हामीसँग मैले के अघि नै भनिसकेँ है के छ भनेर बेबी वाट यु वान तपाईँले के एक्सपेक्ट गर्नुभएको छ बुढीबाट के भन्छ भनेर के त्यस्तो गरे होइन आँखा बन्द गर्नु न चिटिङ गर्न पाइँदैन है म त अघि नै बुढोले देख्यो भनेर मैले केही एक्सपेक्ट गरेको थिएन म बिचरा कामबाट आएको थाकेर यस्तो थियो नो चिटिङ है बुढी पनि थाकेको फेरि मैले त्यस्तो एक्सपेक्ट पनि के सोच्नु भएको छ किन बुढीले यस्तो गर्छु भनेर सोच्नु भएको होइन अनि बुढीले प्रायः गर्छ त तपाईँलाई कि तर मैले त भोलि सोचिरहेको थिएँ क्या म एक दिन एक्सपर्ट हो नि त ल आँखा खोल्नुहोस् ओ के होला गेस पहिला सुरु गेस पर्फ्युम हो ल है अब बुढोको गेस कतिको मिल्छ लेट्स सी होइन बुढो तपाईँले अलि देखेन के हो बेबी आउनु न अब बुढोको गेसमा चाहिँ पर्फ्युम रहेछ हेरौँ है बुढोको गेस ल थ्याङ्क यू सो मच माई बुढी थ्याङ्क यू अब सधैँ प्रभुले यसरी नै आशिष दिनुभएको सधैँ मेरो गेस त मिले के हो ओ गाइस रेबन ओ गाइस रेबन congratulations great successful अनएक्सपेक्टेड तले एक्सपेक्ट गर्नु भएको थिएन ओ माय डेज सोचेको थिएन मैले ल मेरो नि लेखेकै रहेछ ल मैले पनि यत्रो है रेबनको ओरिजिनल रेबन लाउन ओरिजिनल हो गाइजहरू ओरिजिनल अनि मैले चाहिँ मेरो बुढाको लागि यत्रो दुःख गर्नुहुने मेहनत गर्नुलाई चाहिँ गर्नु पर्यो नि होइन थ्याङ्क यू सो मच अनि हि डिजर्भ इट है उहाँले चाहिँ डिजर्भ गर्नुहुन्छ त्यही भएर चाहिँ मैले त सपनामा पनि सोचेको थिएन यार यो त ल लगाएर नि हेर्नु न कति क्युट छ हेर्नु न ब्याग पनि नाइस अनएक्सपेक्टेड ल यो चाहिँ ओरिजिनल रेबन लगाएर खानुहुन्छ कि कस्तो बेबी भयो त अब गाइस खै वाउ दामी देख्यो दामी नाइस गिफ्ट हेर्दा हेर्दै हाम्रो त यहाँ सेलाइसक्यो गाइजहरू अनएक्सपेक्टेड यार सिरियसली म्यान बबाल खै त बुढीले नि लगाइदिनु न बुढीलाई नि कस्तो देख्दो रहेछ पुसेरै लगाइदिनु ल कस्तो चाहिँ देख्यो होला है ओहो अन्त जस्तै देख्छ कि मेरो त के गर्नु यस्तै छ कस्तो देख्यो गाइजहरू राम्रो देखेछ है म चाहिँ एकदम मन पर्यो अब मलाई त गिफ्ट भएपछि त मलाई जेप पनि मनपर्छ तपाईँलाई कालो मनपर्छ नि पर्दैन मलाई जस्तो होइन मनपर्छ बुढीको दामी कस्तो देखेछ साथीहरू दामी देख्यो होला है राम्रो देखेछ अब खानु ल गाइस ल गाइस है हाम्रो त धेरै उ भयो होला कन्थन मनले एकैछिन बाफ किन कस्तो गरम भयो नि के आते के ल ल गाइस अब चाहिँ हामी खाना सुरु गरे बेबीको फेभरेट झोल मोमो एकदम फेभरेट है त्यो चाहिँ तपाईँको ल
ओके ल वाउ मलाई नि कस्तो झोल मोमो खान मन लागेर अनि खाएको ल गाइस खाइम ल अब त हामी ल मजाले खानेछौँ ल सुरु गरौँ ल खाए ल ओके ल सुरु तिमीबाटै बिस्तारै ल म त सुसी खान्छु है मिठो छ दामी भयो झोलमा पनि मिठो रहेछ मोमो मोमो पनि दामी झोल त दामी भयो त कहाँबाट सिकेको मनबाट अन्त Cheers. अच्छा त नि भात पनि छ है बुढा ओ भातमा हानी भयो यत्रो हारेन खाना अगाडि आएपछि केही बोल्नै बोल्ने हुन्छ है तर सिरियसली झोल एकदमै अमेजिङ भयो। थ्याङ्क यू कसरी बनायो सेम नेपालको टेस्ट झोलमा त्यो होटेलहरूमा खाने जस्तो थ्याङ्क यू अब यसमा धनियाँ मात्रै नभएको फेरि धनियाँ हालेको नि मैले दामी भयो दामी मिठो छ हाम्रो भ्यालेन्टाइन यसरी मनाउँदैछु ल के छ त अनि तपाईँहरूको कसरी मनाउँदै हुनुहुन्छ कमेन्ट डाउन बिलो है तपाईँ खानु न यो सुसी राम्रो त नै सुसी हो यत्तिको त हुनुपर्छ बुढी भएपछि यत्तिको माया गर्ने बुढी भयो भने चाहिँ मेरो जिन्दगी कट है ल हाम्रो क्यान्डल डिनर ल क्यान्डल डिनर क्यान्डल भन्छ क्यान्डल हो बेबी क्यान्डल अब क्यान्डल डिनर है मिलाएर guys। बुझौँ न होइन साथीहरू यो चाहिँ कस्तो दामी लाग्यो कि गाइस ल 12 बज्नु लाग्यो त्यही भएर हो है क्यान्डिल नाइट त खतरा हुँदैछ हाम्रा यत्तिको त हुनु पऱ्यो नि होइन भ्यालेन्टाइन डे यत्तिको त मनाउनु पऱ्यो नि होइन म त आज त के खाने के नखाने भयो तपाईँलाई कस्तो मनपर्छ त्यो रेबनको कालो कि निलो टाइपको कुन चाहिँ सोचिरहनु भएको थियो तपाईँले सोचेकै थिइनँ तर सरी फेरि पनि धन्यवाद मिठो खानेकुरा आएर सेलाएर भयो है अलिकति तनाव भयो गाइजहरू यस्तै हो भिडियो बनाउने चक्करमा त कहिले केही मिल्दैन कहिले केही मिल्दैन बुढोलाई वेट गर्दा गर्दा थाकिसक्यो त अगायो त बुढी म नि अगाइसक्यो भाइ खाऊ न तिमी यार तिमी त मोटो चाहिँ खाँदैन
मिठो कामबाट थकित भएर आउँदाखेरि होइन यसरी खाना पाउँदा थकाइ सबै मेटिसकिन्छ गुड दुःख गरे खानालाई हो गाइजहरू होइन खाना चाहिँ मिठो मिठो खानुपर्छ सकेसम्म तरकारी त बनाएको छ अझ स्पेसल झन् त्यो खानै पाएन है बुढो आज मैले खासमा चाहिँ थकाली सेट बनाउँछु भनेर सोचिरहेको थिएँ भात खसीको मासुहरू छुट्टै छ अरे भात पनि चिज खाइरहन्छ आज चाहिँ मेरो बुढोलाई स्पेसल फिल होस् झोल मोमो भनेर चाहिँ मैले बनाएको खासमा चाहिँ झोल मोमो चाहिँ बाबाले सायद यताको रेस्टुरेन्टतिर पनि है फ्लप खायो यतिको चाहिँ पाइँदैन अहिलेसम्म लन्डनमा है खाएको मोमोमा दिस वाज द बेस्ट है थ्याङ्क यू बेबी दिस इज द बेस्ट मोमो मस्त नेपाली टेस्ट हो तातो मोमो भएको है तातो भयो झन् बाबाले खतरा हुन्थ्यो क्या चक्लेट चाख्ने बाँकी छ यति त खानु पर्यो डेन्जर सिबी डेन्जर खायो गाइस नाइस मैले चाहिँ अब रमाइलोको लागि यसो बुढाबुढी अब कति भयो हामीसँग यसरी नखाएको अब नबसेको है खाना चाहिँ खान्छौँ हामी तर भिडियो बनाएको थिएन त्यही भएर चाहिँ मैले अब हजुरहरूको लागि भए पनि यसो भिडियो बनाऊँ भनेर माया प्रीति हामी बुढाबुढी अब जति पुरानो त्यति माया गाढा हुनुपर्छ गाइजहरू होइन हाम्रो त अब त्यस्तै भइरहेछ लडाइँ झगडा भन्ने चिज होइन जिन्दगीमा हुँदै गर्छ हुनु नि पर्छ तर त्यसलाई नेगेटिभले लिनु हुँदैन अनि यसरी नै हो नि होइन बुढाबुढी भनेको भोलि के होला नहोला तर आज सँगै बसेर माया पिरतीको कुरा गर्दै हामी चाहिँ यसरी डिनर गर्दैछु गाइजहरू तपाईँहरूको कस्तो हुँदैछ अनि मैले चाहिँ अब मलाई चाहिँ एकदम खुसी लाग्छ यसरी बुढाबुढीसँगै भोलि होला नहोला आई मिन अब मान्छेको लाइफ भन्न खोजेको त्यही भएर रमाइलो भएर अब यसो भनेको नि त्यस्तो नराम्रो त्यस्तो होइन अनि आज मैले चाहिँ बुढालाई गिफ्ट मैले चाहिँ एक्सपेक्ट गरेको छैन है फेरि के पनि किनभने अब मेरो बुढोको मेरो छुट्टै टेन्सन छ त्यो म बुझ्छु बुढोको त्यस्तो नभए फेरि मैले बुढोले नि त्यही मेरो बुढोको अरू छुट्टै अलिकति बिजी स्केड्युल अलिकति नमिलेको कारणले गर्दा त्यही भएर चाहिँ उहाँले गर्न सक्नु भएन तर पनि केही छैन उहाँले मलाई धेरै माया गर्नुहुन्छ त्यो नै मेरो लागि एकदम ठुलो गिफ्ट हो मेरो लागि अझै पनि धेरै बुढीलाई माया गर्नु बुढी रिसाउँदा पनि नरिसाउनु मेरो त यही हो है जहिले बुढी रिसाउँदा कहिले नरिसाउनु होइन बुढीलाई कति माया गर्नुहुन्छ भन्नु त धेरै नै त्यो सोचेरै सकिँदैन नि अनि आज अनएक्सपेक्टेड है ओ माई डेज आज मैले एक्सपेक्ट त गरेको थिइनँ बिहानै काम गएको अनि भोलि चाहिँ गर्छु सोचिरहेको थियो होला भोलि त मैले तिम्रो काम छ भने सोचिरहेको थिएँ थाहा छैन नि त मलाई अझ काममा पनि सबले सिकाउँथ्यो नि त अनि के भोलि त अब ऊ पनि काममा म पनि काममा के काम भनेर बसेको त्यही सोचेको थिएन आज ए ल त्यसो भए मै जितेछु है गाइजहरू म त है सुरुमा स्टार्टिङमै भिडियो गर्दै भ्लग गर्दै बनिरहेको थियो नि त बुढोले सायद अब एक्सपेक्ट गर्नुभयो होला भ्यालेन्टाइन थियो अनि त्यही माथि मेरो बिदा पनि छ मैले चाहिँ बिदै हालेको थियो अनि तर मेरो बुढाले लिन खोजेको खासमा तर अब नमिलेको कारणले गर्दा हो अनि न त म त केही छैन म मेरो साथीसँग जान्छु भोलि अनि यस्तै छ साथीहरू होइन अहिले कति लाग्यो त बुढीले यत्रो दुःख गरियो
नि त म मेरो बुढो लागि गरिहाल्छु नि मलाई माया मात्र गर्नुपर्छ नि आकाशको तारा टिपेर लगाइदिन्छु त म भन्न सक्दिनँ होला तर धरतीमा भएको तारा चाहिँ अवश्य दिन्छ धरतीमा हुने सबै खुसी दिन सक्छु हो त्यही भएर त म बाँचिरहेको छु एक्सपेक्टै गरेको थिएन कहाँ एक्सपेक्ट गर्नु होइन किनभने म अघिसम्म अनि यतिकै नर्मल बोलिरहेको थियो नि त होइन त्यता पनि चेन्ज जानेछ मजाले अब छोरी मान्छे हुन त केटा मान्छेको छुट्टै टेन्सन हुन्छ अब त्यो हामी कम्पेयर गर्न पनि सकिँदैन उहाँको छुट्टै सोच विचार हुन्छ त्यही भएर अन्डरस्ट्यान्डिङमा चल्नुपर्छ है बुढाबुढी भनेको होइन त बुढो एकदम यत्तिको बुझ्नुभएछ त अनि तर हामी बुढाबुढी जतिको झगडा कसैको हुँदैन होला है कहिलेकाहीँ वान्स इन अ ब्लू मुन भने जस्तै आजभोलि तर होइन फेरि हामी जति झगडा पनि माया चाहिँ फेरि लास्टै हो है हो नि माया त फेरि म त एकदम निशब्द भइसकेँ साथीहरू किनभने आज त केही सोचेको पनि थिइनँ मैले एकदमै आएँ अब मेरो सोचाइ चाहिँ के थियो भने तरकारी भात अब मजाले अब खाना भइसक्यो बेबी सरी ल तपाईँको कुरा काटेँ सरी अब अन गरौँ न बत्ती के हो के अन गरिदियो यो त फेरि त राम्रो देखिँदैन अब चाहिँ लास्ट इन्डिङ गरौँ न ए मजाले देखिरहेको उ त्यो पनि गर्नु कि राम्रो देखिन्छ त्यो त मजाले देखिरहेको छ गर्नु बेबी हाम्रो क्यान्डल डिनरबाट अब लाइट डिनर बेबी थाकेर है बिचरा कस्तो दुखेछ नि कुर्कुच्चा सबै दुखेछ अझै स्ट्यान्ड दिएको आजको दिन आजको साँझ राम्रो भयो अनएक्सपेक्टेड भयो टन्न खायो अनएक्सपेक्टेडै भएछ मैले त तर गेस गरिरहेको थिएँ सायद मेरो बुढाले अब सोच्नुभयो होला यति चाहिँ सोच्नुभयो कि भनेर सानोभन्दा सानो गिफ्ट दिएको मेरो बुढालाई उहाँले मिहिनेत गर्नुहुन्छ दुःख गर्नुहुन्छ सो हि डिजर्भ थ्याङ्क यू भेरी मच त्यही भएर पनि मैले अब दिएको दिनुपर्छ होइन किनभने उहाँले कहिले पनि किन्नुहुन्न नि त आफूले चाहिनेहरू कहिले पनि के नि गर्नुहुन्न अब हामी छोरी मान्छेले त के चाहिन्छ के हुन्छ नि त होइन अब तर फेरि मैले त किनिदिइहालेँ उहाँले त फेरि किन्नुहुन्न नि फेरि त्यस्तो कुराहरू त अनि त्यही भएर त मैले किनिदिएको नि छिटो छिटो कहाँ यत्रो महँगो किन्नु ठिक छ आफूले दुःख नि गर्नुहुन्छ अब त्यत्रो त्यही भएर नि हो मैले अब त्यस्तो गरेको किन गरिस् केही छैन अनि धन्यवाद गिफ्टलाई मन पराइदिनु भयो अनि हाम्रो चाहिँ क्यान्डल डिनरले चाहिँ प्लिज माया गरिदिनु होला हाम्रो भिडियोलाई एकदम धेरैभन्दा धेरै होइन अब हामी सधैँ भ्लग हाल्नै पाउँदैन क्या खाममा बिजी कता कहिले तिमीहरू मात्र बिजी हुन्छ भनेर फेरि त्यस्तो चाहिँ नसोच्नु होला तर पनि अब बिजी भइ नै हाल्दो रहेछ यसरी नै त्यही भएर प्लिज गाइज हामीलाई बुझिदिनु होला हामीलाई धेरै माया गरिदिनु होला हामी बुढाबुढीलाई यसरी नै प्रभुले धेरै आशिष दिनुभएको होस् अनि के भन्न चाहन्छु ल अब तपाईँ इन्डिङ गर्नु नि ल हुन्छ हेरेर साथ दिनुभयो सबैजनाले हाम्रो जस्तै सबैजनाको जीवनमा यस्तै खुसी भइरहोस् अब म त एकदम निशब्द छु आज है अनएक्सपेक्टेड भएर खुसी छु नि एकदम ह्याप्पी भित्र त यति उम्लेको छ नि मैले माया गरौँ न हेरेर साथ दिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला मेरो बुढो खुसी नै मेरो बुढीले बनाएको ब्लगमा यदि केही कमी कमजोरी छ भने कृपया हामीलाई सजेसन दिनु होला सच्याउनु होला सिक्दैछौँ गर्दैछौँ सबैजनालाई थ्याङ्क यू भेरी मच हामीलाई हेरेर साथ दिनुभएको निम्ति डु लाइक comment share and subscribe love you all bye bye